कोर्टले समाउँछ ढुक्क हुनुस्, तर यी भ्रष्टाचारीहरूले समाउँदैन, यी मान्छे मार्नेहरूले समाउँदैन। तर यी भ्रष्टाचार यसले गर्यो, यिनीहरूले मान्छे मार्यो भनेर आवाज उठाउनेहरूलाई समाउँछ, ढुक्क हुनुस्। त्यो त नेताहरूलाई समाउने त चान्सै हुँदैन, त्यो कुरै भएन। त्यो त नेताहरूले समाउने भनेको नियम कानुन उल्लङ्घन गर्नु सर हो, नेताहरूले गर्नु हुँदैन। त्यस्तो किन गर्नु पर्यो? हिजो दिउँदै इट्टा भट्टामा मान्छे बोल्नेलाई त उनीहरूले छोडिदियो भने जाब गोली ठोकेर मान्छे मारेको विषयमा जेल हालिदिनु पर्छ, त्यो गर्नु हुँदैन। सरकारले यस्तो गलत कदम उठाउँदै नउठाउनु होला, यो अलिकति कानुन विपरीत मानिन्छ। यस्तो मान्छेलाई गोली ठोकेर हान्ने, भ्रष्टाचार गरेकाहरूलाई यस्तो गरे खोजेर कता भागेका छन्, कहाँ गएका छन्, कसका घरमा पैसा जलेका छन्, यिनीहरूलाई छानबिन गरेर यताउता अनुसन्धान गरेर जेलमा हाल्ने काम गर्नु हुँदैन। यो भनेको कानुनको सरासर गलत पर्छ। यो जति सकिन्छ नेपाली जनतालाई दमन शोषण गर्ने हो भने यो चाहिँ कानुनमा लेखेको छ। जनताहरूलाई जसरी हुन्छ, जसले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछ, जसले यहाँ भ्रष्टाचार भयो, यस्तो गतिविधि खराब हो भन्छ नि, तिनीहरूलाई छानेन जेल हाल्नुपर्छ। नेताहरूले जेसुकै गल्ती गरे पनि, जस्तोसुकै भ्रष्टाचार गरे पनि, जतिसुकै मान्छे मारे पनि यिनीहरूलाई कानुन लगाउनु हुँदैन। यो चाहिँ पहिलेदेखि आएको रीतिरिवाज हो। यो पहिलेदेखि आएको रीतिरिवाजलाई तोड्ने कुरो पनि भएन, उल्लङ्घन गर्ने कुरो पनि भएन होइन। त्यो भएको कारणले अहिले नयाँ सरकारले जोसुकै सरकार आओस् त्यो हामीलाई फरक पर्दैन, तर यी नेताहरूलाई चाहिँ, यी भ्रष्टाचारीहरूलाई जेलमा हाल्ने काम नगरिदिनु होला। यो बिल्कुलै मान्य हुने छैन, यो कानुनको विपरीत हुनेछ, यो कानुनको उल्लङ्घन हुनेछ। यस्तो चाहिँ नगर्नु होला। जति सकिन्छ यो नेपाली जनतालाई जसले आवाज उठाउँछ, जसले अलिकति म जान्ने हुँ भन्छ, त्यसलाई लिएर झ्याम्मै लिएर भित्र हालिदिनु, किन कराउनु पर्यो? यस्ता कराउनै पर्दैन नि त, यहाँ त भ्रष्टाचारको आवाज उठाउनै मिल्दैन नि। यो गर्नु हुँदैन सरकार। अहिले यो के नयाँ सरकार कता धुन्नेको सरकार छ, भोलि अर्को सरकार आयो भने नगर्नु होला, यस्तो गलत काम उठाउँदै नउठाउनु होला। हाम्रो देशका नेताहरूलाई छुन मिल्दैन क्या, यहाँ त भ्रष्टाचारको कुरो त परै जाओस्, छुन मिल्दैन। यो चाहिँ गर्नु पर्यो सरकार। जे जस्तो भयो भने हुन्छ। अहिलेको सरकारहरूले यो छानी कता बन्दुक पट्काएर मान्छे मारे भन्छ नि, मारे त उनी नेता भइसक्यो, मार्ने त भयो नि त। अनि त्यो मान्छे मारे भन्दैमा जेलमा हाल्ने कुरो हुन्छ त? हुँदैन। यो गर्नु हुँदैन क्या। अब यिनीहरू नेता ठुला ठालीलाई त जेलमा हाल्ने भित्र ठाउँै छैन। हेर्नुहोस्, बिचारा अरू कुर्सी नभएर बस्न सकिँदैन, भित्र अब खानापिना त्यस्तै हुन्छ, सुत्ने ठाउँ त्यस्तै हुन्छ, अनि भित्र उनीहरूले बस्न सक्नु परेन, उनीहरूले खान सक्नु परेन, गाह्रो हुन्छ क्या। त्यो भएको कारणले पनि नेताहरूलाई जेलमा हाल्ने काम नगर्नु होला। सकिन्छ भने सरकार यो जति सकिन्छ भने त जनतालाई हाल्ने हो, जनतालाई कुट्ने हो, जनतालाई शोषण गर्ने हो। जति सकिन्छ नि जनतालाई दबाउने कोसिस गर्नु होला। यी नेताहरूलाई त किन जेलमा हाल्नु पर्यो नि त? त्यो गर्नु हुँदैन सरकार। जोसुकैको सरकार आओस्, तर नेताहरूलाई छानबिन गर्नु हुँदैन, जेल हाल्नु हुँदैन, भ्रष्टाचारको मुद्दा लगाउनु हुँदैन, सम्पत्ति शुद्धिकरणको मुद्दा लगाउनु हुँदैन। यो चाहिँ नगर्नु होला सरकार है।